नमस्कार दर्शकवृन्द, स्वागत छ एनटिभी कोहलपुरको साप्ताहिक कार्यक्रम युथ टकमा र सदाझै आजको अङ्कमा पनि हामीसँग हुनुहुन्छ एकजना नयाँ युवा अतिथि। विगतमा थुप्रै सङ्घर्ष गरेर थुप्रै क्षेत्रमा आफूलाई ढान्ने प्रयास गर्दै यति बेला कर्णाली प्रदेशमै पहिलो पटक त्यस क्षेत्रका व्यक्तिहरूलाई मध्यनजर गर्दै उहाँको अध्यक्षतामा यति बेला शुभलक्ष्मी कलेज अफ हेल्थ एन्ड हस्पिटल प्राइभेट लिमिटेड केही समय अघि मात्र उहाँले सञ्चालनमा ल्याउनु भएको छ। विकट ठाउँमा त्यसमा पनि कर्णाली प्रदेशमा रहेका थुप्रै विकट जिल्लाहरूमा रहेका समस्याहरूलाई समाधान गर्ने उद्देश्यले र नेपालमै रहेका युवाहरूलाई रोजगारी पनि प्रदान गर्ने उद्देश्य उहाँको रहेको छ। यसै सन्दर्भमा हामी कुराकानी गर्नेछौँ आजको अङ्कमा पसल रोकाएज्यूसँग र सँगसँगै उहाँको राजनीतिक यात्रा र साँच्चै नै युवाहरूले आफ्नै देशमा बसेर के गर्न सक्छन् त यस विषयमा कुराकानी गर्नेछौँ। आउनुहोस् उहाँलाई कार्यक्रममा स्वागत गरौँ। हजुर पसलजी, स्वागत छ यहाँलाई कार्यक्रममा। धन्यवाद हजुरलाई। यो निकै नै युनिक फरक खालको नाम है, पसल रोकाए। झन्डै झन्डै सुन्दा चाहिँ एकछिन कन्फ्युज नै हुने खालको। कन्फ्युज हुने यो के हो भन्दाखेरि हाम्रो जुम्लामा जन्म भयो, त्यहाँको एउटा बाहुनहरूले के गर्छ भने नाम पण्डितहरूले नाम राख्ने गर्छ। त्यस कारणले गर्दा मलाई त पछि साँच्चै नै नराम्रो नै लागेको हो। केही समय तपाईँलाई नराम्रो नै लाग्यो। तर पहिला पिरियड के भयो भन्दाखेरि पण्डितले राखेको नाम मैले मेटाउनुहुन्न भनेर मैले पछिसम्म पनि त्यही पसल रोकाने नाम मैले यथावत गरेँ। र आज त्यही फरक नामले नै एउटा फरक परिचय दिइरहेको छ। के छ त कर्णाली प्रदेशको हालखबर सुनौ न। अब यति बेला हामी प्रदेश नम्बर 5 मा छौँ होइन, भनौँ न मित्र प्रदेश, नजिकैको प्रदेश होइन। के हुँदैछ कर्णाली प्रदेशमा? कर्णाली प्रदेशमा अब ठिकै हुँदैछ। अहिले त जुन जाडोहरू बढिरहेको अवस्था छ, अहिले यो चाहिँ निर्वाचनको कारणले गर्दा मान्छेहरू चाहिँ मन्त्रीहरू सांसदहरू लगभग गाउँतिर प्रस्थान भइरहेका छन्। अहिले कर्णाली प्रदेशमा हामी बिजनेसम्यानहरू मात्रै जम्कागेट भइरहेको छ। हामी त्यही अनुसार हामी अगाडि बढिरहेका छौँ। जस कर्णाली प्रदेश एकदमै राम्रो हिसाबले चलिरहेको अवस्था छ। धेरै फड्को पनि मार्दैछ। जुम्लामा जन्मिनु भयो है? जुम्लामा जन्मेँ म त। कन्का सुन्दरी गाउँपालिका। कस्तो रह्यो त बाल्यकाल? थोरै सुनाउन, त्यसपछि अगाडि बढाउला। आज तपाईँ एउटा बिजनेसम्यानको रूपमा स्थापित भइसक्नु भएको छ होइन? एकदम। जुम्लाबाट नै यो यात्रा सुरु भयो कि केही समयपछि चाहिँ बिजनेसम्यानको रूपमा आफूलाई स्थापित गर्नुभयो? मैले बाल्यकाल त एकदम दयनीय एउटा स्थितिमा थियो, किनकि जुन हामी जनआन्दोलनमा थियौँ, जुन 24 बुँदे माग राखेर विभिन्न राजनीतिक दलहरूले वन पस्ने अभियान चलाए। एक त गाउँको पिरियड एकदम दयनीय थियो। त्यहाँको 10 वर्ष जनआन्दोलनमा त्यहाँको मान्छे भोकभोकै मर्न पनि बाध्य भए, किनकि यता आयो भने राजसंस्थाका सेनाहरूले चाहिँ समस्या पार्ने, यता आयो भने त्यहाँको अरू राजनीतिक इन्भाइरोमेन्टले समस्या पार्ने। त्यस कारणले गर्दा जुम्लाको जनता एकदम दयनीय, 10 वर्ष सङ्घर्ष भनेको एकदम दयनीय गरेर सङ्घर्ष बिताए। त्यसमा पनि म सङ्घर्ष बिताइरहेको म पात्र हुँ। त्यसको केही समयपछि 10 वर्ष जनआन्दोलनपछि म केही समय काठमाडौँ चाहिँ लागेँ। तर मलाई यति गौरव थियो कि म जुम्ला जन्म भयो र सिङ्गो जुम्लाका जतिसुकै त्यहाँ जन्म लिए उहाँहरूलाई मैले शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधारहरू मैले कसरी फड्को मार्ने मैले कल्पना मात्रै गर्थेँ। मैले त्यो सङ्घर्ष भोग्न मेरो पिरियड र क्षमताले भ्याएको थिइनँ। अहिले जुन मेरो पहिलो पिरियड भनेको त्यहाँका जनताहरूलाई कसरी मैले केन्द्रका कुराहरू त्यहाँ चाहिँ जानकारी दिने, कसरी मैले शिक्षाका कुराहरू अगाडि बढाउने, स्वास्थ्यका कुराहरू कसरी अगाडि बढाउने, विकासका पूर्वाधारहरू कसरी अगाडि बढाउने भन्नेतिर मेरो मुख्य एजेन्डा रह्यो। त्यसपछि म त्यही सङ्घर्ष सँगसँगै राजनीति यात्राले पनि मेरो भ्याएन। त्यो सङ्घर्ष के रह्यो भन्दाखेरि राजनीति यात्राले भ्याएन। त्यसपछि मैले बिजनेस पोइन्टहरू सुरु गरेँ। अहिले बिजनेस पोइन्टहरू सुरु गरेको छु। मैले लाग्छ मैले एउटा मेरो लागि मात्रै हस्पिटल खोलेको अवस्था छैन। त्यहाँ सिङ्गो कर्णाली प्रदेशकै जनताको लागि सेवा दिने हिसाबले मैले हस्पिटल खोलेको छु। र एउटा मेरो बिजनेस कुनै मैले लगानी लगाए तापनि सम्पूर्णको हस्पिटल भनेर मैले सोच्छु।
त्यस कारणले गर्दा मेरो बाल्यकाल एकदम दयनीय स्थितिले जुम्लामा चाहिँ मेरो जन्म भयो। त्यसको सिलसिला मेरो कर्मथलो काठमाडौँ हुँदै सुर्खेत हुँदै बिस्तारै बिस्तारै जुम्लातिर पनि फेरि पुनः लाग्दैछु म। भनौँ न थोरै दुःख होइन, त्यसमा पनि डर र त्रासमा बाल्यकाल बित्यो एकदम बित्यो र त्यहीँबाट चाहिँ तपाईँमा सोच बोलायो कि होइन केही गर्नुपर्छ, र केही गर्नका लागि राजधानी जानै पर्छ भन्ने सोचले पनि राजधानी पुर्यायो। राजधानी एकदम पुर्यायो, किनकि त्यो सिचुएसन नै थिएन कि मैले त्यहीँ सङ्घर्ष गरेर म यो स्टेपमा पुग्छु भन्ने। मलाई कुनै त्यो सङ्घर्षप्रति गौरव त थियो, म त जन्म भयो, तर मैले सङ्घर्ष गर्दै गर्दा त्यो पिरियडसम्म म पुग्न सक्दैन कि भन्ने मलाई जुन मलाई चासो लाग्यो। त्यसपछि म राजधानी चाहिँ म केन्द्रित भएँ। राजधानी केन्द्रित भइरहँदा मैले 5 वर्षको पिरियडमा बिजनेस पोइन्टलाई एकदम अगाडि बढाएँ। एकदम हिमाल जस्तो एकदम हिउँ परिरहने त्यस्तो ठाउँ पनि गएर मैले यासा गुम्बाहरू कलेक्सन गर्थेँ। हरेक त्यहाँको बिजनेसम्यानहरूसँग मैले कोर्डिनेसन गर्थेँ। मैले कसरी अगाडि बढ्ने भनेर म एकदम सोच्दा सोच्दै आज एउटा हस्पिटललाई भन्छ एउटा देउता भन्छ, मैले देउता आज खोल्न म सफल भएको छु। अब यसको सिलसिलामै मैले शिक्षा क्षेत्रलाई पनि अगाडि बढाउनको लागि म एकदम लागि परिरहेको अवस्था छ। एकदमै पसलजी, भनौँ न प्राविधिक क्षेत्र होइन, त्यस स्वास्थ्य क्षेत्र र त्यसमा बनिने युवा रोजगारीका क्षेत्र सबै तीनवटै कुरा समेटिने गरी होइन तपाईँले आज जुन एउटा हस्पिटल सञ्चालनमा ल्याउनु भएको छ होइन, त्यो निकै नै एउटा सराहनीय कुरा नै भइहाल्यो होइन। म त्यसमा पनि अझै गहिरिएर कुरा गर्नेछु, तर त्योभन्दा अगाडि विशुद्ध किसानी परिवारको तपाईँ छोरा होइन, बिजनेस गर्नुपर्छ भन्ने चाहिँ कसले चाहिँ झकझगायो त? कि तपाईँ जस्ता युवाहरू, भनौँ न आजका तपाईँ जस्ता युवाहरू जीवनमा केही गर्नु छ, अगाडि बढ्नु छ भने बिजनेसले मात्रै सम्भव छ त के भन्नुहुन्छ? बिजनेसले मात्रै सम्भव त छैन, तर राजनीति क्षेत्रमा लागेर मैले त्यहाँको विकास गर्छु, त्यहाँको युवाहरूलाई विदेश पलायनबाट रोक्छु, त्यहाँको किसानीहरूलाई मैले अगाडि बढाउँछु भन्नेतिर लागेँ राजनीतिक क्षेत्रबाट। तर युवा भूमिका मैले ठुलो खेलेँ। तर सङ्घर्ष के रहेछ भन्दाखेरि भने राजनीति फड्को मारिरहँदा तर राजनीतिले मात्र त्यहाँको सम्भव पुगेन। किन पुगेन भन्दाखेरि त्यहाँको विकास त हुन सक्यो, त्यहाँको युवाहरूलाई रोजगार दिने त एउटा इन्भाइरोमेन्ट मिलेन। त्यस कारणले गर्दा विदेश जाने जुनसुकै युवाहरू आज प्राविधिक क्षेत्र 8-10 लाख खर्चेर जुन पढिरहेका छन्, किसानीका छोराहरू, उनीहरूले खेतबारी बेचेर एउटा बाध्य भएर उनीहरू पढिरहेको अवस्था छ। अर्को कुरा के छ भन्दाखेरि त्यहाँको एउटा परिवारमा के छ, कम्पिटिसन छ। आज मेरो छोरा काठमाडौँ पढ्न गयो भने भोलि बिहान अर्कोको छोराले पनि फलाना छोरो काठमाडौँ पढ्न गयो, मेरो छोरालाई पनि त्यहीँ पढाउनुपर्छ भन्ने सिद्धान्त सबैको बाउआमामा थियो। त्यसको लगत्तै अब उसको छोरा चाहिँ काठमाडौँ पढ्न गयो, बुवा मलाई चाहिँ काठमाडौँ नै पिराउनु पर्यो भनेर एउटा बाध्यता गुनासो पुग्थ्यो। एउटा इज्जतको सिलसिलाले पनि उसको छोराछोरीलाई काठमाडौँ पढाउन बाध्य हुन्थ्यो। काठमाडौँ पढाइरहँदा उसले आफ्नो त किसान गरेको त्यो खेतबारी त बेच्नु पर्यो, 8-10 लाख खर्चिनु पर्यो। 8-10 लाख खर्च गरिरहँदा रोजगार नपाइरहँदा कति दुःख कुरा छ। रोजगारी नपाइरहँदा अब विदेश जान त पलायन हुन त बाध्यता भयो। किन रह्यो भन्दाखेरि त्यहाँको एउटा बुवा आमाले त्यत्रो बचाइराखेको एउटा जग्गा बेचियो, पीडा लाग्यो, रोजगार पाइएन। अब 5-10 अब रोजगार सिलसिलामा 8-10 लाख खर्च गरेर रोजगार गर्न जाँदा 10-15 हजार मात्रै पाइन्छ। 10-15 हजारले कसैले ऋण गारेको हुन्थ्यो, साउको ऋण त तिर्न त गाह्रो छ। अब त्यस कारणले गर्दा विदेश जान फेरि ऋण थपेर बाध्य हुन्छ। विदेश गइरहेको अवस्था अहिले छ। हामीले त्यसलाई रोक्नुपर्छ। किन रोक्नुपर्छ भन्दाखेरि हामीले जन्म नेपालमा लियौँ, जन्मभूमि त हाम्रो यहाँ रह्यो। तर यो उमेर भनेको युवा 20 वर्षमा 22 वर्षमा उसले पढाइ सक्छ, 5 वर्ष पिरियडमा ऊ विदेश जान्छ, उसलाई ऋण तिर्दै ठिक्कै हुन्छ। 28 वर्षको पिरियड उसको उमेर गइसक्छ। उमेर गइसकेपछि उसलाई त समस्या हुन्छ। पछि त त्यो सिचुएसन, त्यो युवा पुस्ता, त्यो पिरियड त्यसले कभर गर्न त गाह्रो भयो। त्यस कारणले गर्दा हामीले आतिनुहुन्न, सङ्घर्षसँग कहिले डराउनुहुन्न।
सङ्घर्षलाई हामीले यथावत दिइरहनुपर्छ। कहिले हरेस खानुहुन्न, हरेस खाइरहँदा पनि हाम्रो कुनै लाइफ बिग्रन्छ। सङ्घर्ष सधैँ गरिरहने, अवश्य नै हामी त्यो स्टेपमा पुग्छौँ। मैले सम्पूर्ण युवालाई के जानकारी दिन्छु भने तपाईँ हरेसप्रति कहिले पनि निराश नहुनुहोस्, सङ्घर्ष गर्नुहोस्, अवश्य नै तपाईँ त्यो सिचुएसनमा पुग्नुहुन्छ, त्यो तपाईँले सोचेको बुवा आमाको सपना पुरा गर्नुहुन्छ। म सम्पूर्ण युवाहरूलाई मैले धेरै छन्, चाहे त्यो कर्णाली प्रदेशकै विकटका युवाहरू होस्, चाहे सहरकै युवाहरू होस्, सम्पूर्णलाई के भन्छु भन्दाखेरि उमेर भनेको, समय भनेको एकपटक आउँछ, फेरि दोहोरिँदैन। त्यो समयलाई हामीले कसरी कभर गर्ने, त्यो कभर गरिरहँदा अवश्य नै त्यो सङ्घर्ष पश्चाताप त्यो ठाउँमा पुगिन्छ। त्यस कारणले सम्पूर्ण युवालाई मैले यहीँबाट के जानकारी गराउँछु भन्दाखेरि तपाईँ सङ्घर्ष गरिरहनुहोस्, मेहनत अवश्य पुग्छ भनेर यो युवाहरूलाई म केही जानकारी दिन चाहन्छु। एकदमै पसलजी, होइन, र सङ्घर्ष मेहनतले नै ठाउँमा पुग्न सकिन्छ भन्ने स्वयं तपाईँ उदाहरण नै हुनुहुन्छ। मलाई लाग्छ कर्णाली प्रदेशका धेरै युवाहरूले पनि तपाईँलाई एकदमै मान्नुहुन्छ र मलाई लाग्छ आजको अन्तर्वार्ताबाट पनि तपाईँको यो सङ्घर्षका कथा सुनेर धेरै युवाहरूलाई चाहिँ नेपालमै बसेर केही गर्नुपर्छ भन्ने एउटा हामीले सन्देश पनि दिँदैछौँ। अवश्य नै सन्देश उहाँहरूलाई पुगोस् भन्ने म पनि चाहन्छु। भनौँ न, जुम्लामा रहँदा देशको राजनीतिक अस्थिरताले दिएको सङ्घर्ष र त्यसपछि राजधानी प्रवेश गर्नुभयो, राजधानीमा पनि केही समय सङ्घर्ष पक्कै पनि गर्नु पर्यो होला। सङ्घर्ष, विद्यार्थी राजनीति भनेको, विद्यार्थी सङ्घर्ष भनेको कठिनै नै हुन्छ। गरिब विद्यार्थी राजनीति र विद्यार्थी भनेको एउटा गरिब हो। कसरी पैसा म्यानेज गरेर हामीले कलेज फी तिर्ने, कसरी पढ्नुपर्ने, त्यो एकदम सङ्घर्ष थियो। त्यो सङ्घर्ष पश्चाताप मैले विद्यार्थी सङ्घर्ष गरिरहँदा मलाई लाग्यो केही कन्सेप्टहरू राजनीति पनि बुझेँ, विद्यार्थी शिक्षाको हिसाबले त्यो पनि बुझेँ। त्यसपछि म लगत्तै बिजनेस पोइन्टमा म एकदम अगाडि बढेको कारण नै यही हो। सो बिजनेसले एक खालको भनौँ न एउटा नयाँ यात्राको सुरुवात सँगसँगै होइन परिवर्तन त ल्याइदियो नै जीवनमा, होइन, तर यहाँले भने जस्तै अन्त्यमा होइन आर्थिक कारोबारले नै विकास गर्न सकिन्छ कि सकिँदैन भन्ने कुरा निर्धारण गर्छ, होइन। यहाँले भन्नुभयो यहाँको चासोको विषय राजनीति त छँदैछ, तर राजनीति मात्र गरेर युवाहरूको घरमा भनौँ न पालन पोषण गर्न सजिलो छैन। त्यसका लागि आर्थिक कारोबार हुनैपर्छ र त्यही हेतुले तपाईँले चाहिँ शुभलक्ष्मी कलेज अफ हेल्थ एन्ड हस्पिटल प्राइभेट लिमिटेड सञ्चालन ल्याएका छौँ। हामीले कतिजनालाई रोजगारी दिइराख्नु भएको छ अहिले? हामीले 75 जनालाई हामीले रोजगारी दिएका छौँ र डाक्टरहरूलाई थप गरेर अहिले 82 जना हामी लगभग रोजगारी दिइरहेका छौँ। मलाई लाग्छ जुन डिजिटल प्रविधिको हस्पिटल नै हामीले कर्णाली प्रदेशमै स्थापना गरेका छौँ। हाम्रो सम्पूर्ण सेवाहरू जुन बाहिर देश जानुपर्ने स्थिति, लखनऊ बाहिर देश यस्तो कन्ट्रीहरूमा जानुपर्ने स्थिति थियो, त्यो हामीले सेवाग्राहीहरूलाई रोकेका छौँ। किनभने महँगो तिरेर बाहिर जानुभन्दा हामीले 50% नै कर्णाली प्रदेशमै कम लाग्छ। हामीले यो कुनै व्यक्तिगत शर्त छैन, यसमा हामीले यसमा सेवा दिनको लागि मात्रै हो। कर्णाली प्रदेशको दुर्गम जिल्लाहरूमा हेर्नुहोला, जुनसुकै महिलाहरू छन् त्यहाँ चाहिँ बालबालिकाहरू छन्। महिलाहरू एउटा हाम्रो के छ भने विकट जिल्लाहरूमा एउटा छ, त्यहाँ के छ भन्दाखेरि सुत्तेरी भएको अवस्थामा एकदम महिलाहरूलाई दयनीय हुन्छ, रक्तस्राव हुन्छ, रगत पाइरहेको अवस्था हुँदैन। महिला धेरै मरेको आँकडा कर्णाली प्रदेशमा तपाईँ बढी पाउनुहुन्छ। अरू हिसाब म भन्न सक्दिनँ। कर्णाली प्रदेशमा 10वटा जिल्लामा म्याक्सिमम महिलाहरू बढी यही रक्तस्राव भएर मृत्यु भएको हामीले धेरै देख्न सक्छौँ। अहिले के छ भन्दाखेरि भने त्यहाँ जतिसुकै स्वास्थ्य चौकीहरू स्थापना छन्, स्वास्थ्य चौकीमा जाँदाखेरि याचे नर्सिङहरू जुन छन् प्राविधिक पढेको उहाँहरूलाई नियुक्ति गरेको छ, डाक्टरहरू नियुक्ति गरेको अवस्था छैन। उहाँहरूलाई सुई कता लगाउने मात्रै थाहा हुन्छ, रगत कति तल छ कति माथि छ भन्ने त थाहा छैन। त्यस कारणले गर्दा पनि अहिले हामीले हस्पिटलबाट नै विभिन्न शिविरहरू हामीले चलाउने एउटा सेड्युल बनाएका छौँ र विभिन्न गाउँघरमा गएर हामीले सन्देशमूलक कार्यक्रम पनि राखेका छौँ। सन्देशमूलक कार्यक्रम राख्दाखेरि शिक्षितको जनसङ्ख्या कर्णाली प्रदेशमा 100%मा 40% मात्रै
शिक्षित छन् भने 60% शिक्षितको रूपमा हामीले देख्न सक्दैनौँ र 40-60%लाई पनि अब कसरी शिक्षित बनाउने भन्ने कार्यक्रम हाम्रो हस्पिटलको पनि एजेन्डा रहेको छ। पहिलो प्राथमिकता भनेको अहिले हामी स्वास्थ्यलाई दिएका छौँ। स्वास्थ्यलाई दिइरहँदा त्यसको लगतै हामीले कलेजको लागि हामीले कन्सेप्ट बनाएका छौँ। हस्पिटललाई पनि हामीले शुभलक्ष्मी कलेज अफ हेल्थ साइन्स हस्पिटल प्रणाली राखेका छौँ। हेल्थ साइन्स हामीले हटाएका छैनौँ किनकि त्यो कलेज स्थापना गर्नको लागि पनि हाम्रो जुन मुख्य भूमिका रहनेछ। कर्णालीका सिङ्गो बालबालिका महिला सम्पूर्णलाई हामीले सहज रूपले सेवा दिउँ र त्यहाँको मृत्युको जनसङ्ख्या घटाउँ भनेर हामीले हस्पिटल खोलेका छौँ। सेवा हाम्रो बाल विशेषज्ञको रूपमा हाम्रो डाक्टर प्रदीप कुमार पौडेल एकदम गोल्ड मेडलवाला हुनुहुन्छ। उहाँले हेरिरहनु भएको छ। फिजिसियन डाक्टरहरू हामीले एक्सपिरियन्स डाक्टरहरू काठमाडौँबाट नै हामीले ल्याएर नियुक्ति गरेका छौँ एमडीहरू। त्यो सिलसिलामा मलाई लाग्छ अब कर्णाली प्रदेशले छिटो नै महिलाहरूले त्यस्तो शास्ति भोग्नुपर्ने अवस्था म देख्दिनँ। मैले जनशक्तिकै म कुरा गर्दै थिएँ। दक्ष जनशक्तिको पनि त्यहाँनिर महत्त्व एकदमै छ। ठुलो एजेन्डा लिएर तपाईँले होइन स्वास्थ्य क्षेत्रमै योगदान दिन्छु भनेर जुन हिसाबले आज हस्पिटल सञ्चालनमा ल्याउनु भएको छ त्यहाँनिर अब दक्ष डाक्टरहरू दक्ष जनशक्तिको पनि एउटा ठुलो भूमिका निर्वाह गर्छ। के देख्नुहुन्छ त यहाँले? जस्तै भनिहाल्नु भयो काठमाडौँबाट हामीले दक्ष डाक्टरहरू ल्याएका छौँ भन्नुभयो। छिमेकी मुलुक भारतमा जानु नपर्ने अवस्थाका हामीले हरेक सिस्टमहरू ल्याएका छौँ भन्नुभयो होइन। के देख्नुहुन्छ यो सबै ल्याइराख्दा यो सबै यस्ता खालका तपाईँले सेवा सुविधा दिइरहँदा यहाँनिर चुनौती पनि त होला नि त? अब स्वास्थ्य क्षेत्र भनेको एउटा सबैभन्दा ठुलो संवेदनशील एउटा क्षेत्र हो। अब स्वास्थ्य मान्छे एउटा स्वास्थ्य भनेको एकदम ठुलो सम्पूर्णको लागि एउटा गहना पनि छ। डाक्टरहरू हामीले दक्ष ल्याइरहँदा उहाँहरू छिटोभन्दा छरितो एउटा सेवा पाउने अवस्था पनि रह्यो। अर्को कुरा के रह्यो भन्दाखेरि उहाँले खर्चिनु पनि परेन, ठुलो रकम खर्चिनु पनि परेन। अर्को कुरा भावनात्मक नाताको हिसाबले अहिले काठमाडौँ जस्तो महँगो हस्पिटलहरू, लखनऊ जस्तो महँगो हस्पिटलहरू, बाहिर देश जस्तो महँगो हस्पिटलमा डिपोजिट नगरेसम्म एउटा सेवा सुचारू गर्न दिँदैन, इमर्जेन्सीमा भर्ना गर्न दिँदैन। तर हामीले के गरेका छौँ भने सम्पूर्ण कर्णाली प्रदेशकै जनता अथवा बाहिरका जनताहरू हाम्रोमा हिजोको दिनमा लखनऊबाट पनि रिफर भएर आइरहेको अवस्था छ। उहाँहरूको के रह्यो भन्दाखेरि आर्थिक स्थिति एकदम कमजोर रहेर उहाँ त्यहाँ भर्ना गरेन भनेर कर्णाली प्रदेशमै रिफन्ड हुनुभयो। हामीले उहाँलाई सल्लाह दियौँ, हाम्रो हस्पिटल हाम्रो लागि होइन, तपाईँको लागि हो, तपाईँको सेवा दिनको लागि हो। हामीलाई पैसासँग सरकारको विषय रहेन। तपाईँको स्वास्थ्यलाई हामीले उपचार गरेर सक्सेसफुल भएर सफलता भएर हामीले नाम कमाउनु छ। तपाईँलाई हामीले डिपोजिट पर्दैन, तपाईँलाई फेरि नै अहिले हामीले आइसियुमा राख्छौँ भनेर हामीले आइसियुमा राखेका थियौँ। अहिले उहाँ बिरामी भन्नुहुन्छ। हस्पिटल नै एउटा भगवान सर हो। तपाईँहरूले जुन खुलिराख्नु भएको छ हौसला यसरी दिइरहँदा आज मलाई कर्णाली प्रदेशबाट नि एउटा गौरव महसुस भएको म चाहिँ सम्पूर्णलाई पनि जानकारी गराउँछु। आज गौरवको कुरा छ। सेवा सुविधाका त कुरा भए नै, तर सँगसँगै यहाँले भने जस्तै भावनात्मक कुराको सम्बन्धको पनि त्यहाँ कुरा भइ नै हाल्यो होइन। यो हस्पिटल सञ्चालनमा ल्याउनलाई सहज त थिएन होला नि पक्कै पनि पसल। एकदम गाह्रो केही समय त तपाईँले धेरै अध्ययनमै समय बिताउनु भयो होला होइन। कहीँ कतैबाट रोकथाम हुने पनि प्रयास भयो होला। एकदम नि। कसरी सम्झिनुहुन्छ विगतमा केही कति समय चाहिँ बिताउनु भयो त हस्पिटल सञ्चालन गर्छु भन्नलाई? अब यस्तो रहेछ, मैले हरेक क्षणमा मैले सङ्घर्ष गरेँ। त्यो सङ्घर्षमा मलाई फेल गर्नको लागि पनि हजारौँ धेरैजना लागे। तर एउटा हाम्रो समाज के छ भने दाइले उन्नति गरेको भाइले हेर्न नसक्ने, भाइले उन्नति गरेको दाइले नहेर्न सक्ने एउटा हामी समाजमा स्थापित छ। त्यसलाई हामीले अन्त्य गर्न जरुरी छ। आज हामीले मेडिकल खोलिरहँदा त्यसको साइडमा रहेका हरेक हस्पिटलहरू मेडिकलहरू अब उहाँहरू पनि लाग्यो होलान्, लागिरहेको अवस्था पनि थियो। सङ्घर्ष मलाई निराश बनाउनको लागि पनि हरेक स्वास्थ्य भनेको यो क्षेत्र यस्तो हो भनेर मलाई ब्याग गर्नको लागि पनि लागे। तर त्यो ब्याग हुन मैले दिएन। मेरो प्रतिबद्धता थियो, मेरो चाहना थियो, मेरो सपना थियो कर्णाली प्रदेशकै एउटा नमुना हस्पिटल बनाएर सिङ्गो कर्णाली प्रदेश लगायत बाहिरका जनताहरूलाई सेवा सुविधा दिएर म एउटा नाम कमाउँ भन्ने मलाई लागिरहेको थियो। मेरो पार्टनरलाई पनि त्यही नाम एउटा
गौरव महसुस, उहाँ पनि एउटा राम्रो मान्छे हुनुहुन्छ, मेरो एकदम सङ्घर्ष गरेर आएको व्यक्ति हो उहाँ पनि। हामी एकदम एउटै कोखबाट नजन्मे तापनि हामी एउटै कोखबाट जन्मेको जस्तो हामीलाई फिलिङ भइरहेछ। ओमप्रकाश काफ्ले भन्ने पनि म एकदम हामी दाइ भाइको रूपमा अगाडि बढिरहेका छौँ। लाग्छ हामीलाई निराश बनाउने काम कदापि पनि गर्नु भएन र सरकारले हामीले सरकारलाई जति राजस्व तिरिरहेछौँ, कर तिरिरहेका छौँ, हामी अझै ठुल्ठुलो बिजनेसहरू प्लान सोचेका छौँ, राज्यलाई नै फाइदा हुने काम गर्नेछौँ। तर राज्यलाई हामीले कदापि पनि रोक्ने प्रयास गर्नु भएन। हाम्रो खुट्किला, हाम्रो सङ्घर्ष सदाभर अगाडि बढिरहने पनि म चाहिँ सम्पूर्णलाई म जानकारी गराउँछु। पक्कै पनि पसलजी, जस्तै एउटा हस्पिटलको स्थापनाले हस्पिटलमा नियुक्त हुने कर्मचारीहरूले त रोजगारी पाउने नै भए, तर सँगसँगै त्यो क्षेत्रमा रहेका होटल व्यवसायीहरूदेखि लिएर अन्य व्यवसायीहरूले पनि त त्यहाँनिर आर्थिक कारोबार बढ्ने भयो होइन। एक हिसाबले भनौँ न, त्यहाँनिर ठुलो एउटा आर्थिक लेनदेनको चाहिँ त्यहाँ प्रक्रिया सुरु हुन्छ होइन। यो सबै भइरहँदा राज्यलाई हामीले कर तिर्छौँ यहाँले भन्नु भयो, पक्कै पनि होइन, त्यो एकदमै राज्यकै लागि राम्रो कुरा हो, जसरी तपाईँहरूको योगदान हामीले देखिरहेका छौँ। तर यहाँनिर तपाईँले जुन यो ठुलो रिस्क लिएर जसरी त्यस क्षेत्रकै सबैभन्दा ठुलो हस्पिटल सञ्चालनमा ल्याउनु भएको छ, कहिलेकाहीँ डर लाग्दैन तपाईँको लगानी झ्याम्मै डुब्यो भने? अब यस्तो छ, लगानी डुब्ने कुरामा मलाई लगानी डुबे पनि मलाई डरको विषय छैन। तर त्यहाँको जनताले सेवा सुविधा पाउन् र राम्रो होस्। भगवान जस्तो एउटा हस्पिटल भनेको सम्पूर्णको लागि एउटा भगवान जस्तो क्षेत्र हो। अब यो क्षेत्रलाई लगानी डुब्ला भन्ने मैले त सोचेकै छैन। किन सोचेको छैन भने मैले नियमपूर्वक पूर्वाधार मैले सबै पुरा गरेकै छु, डकुमेन्ट पुरा गरेकै छु र मलाई लाग्छ मैले 5-10 वर्ष अझै ब्याग हुन्छु, मेरो लगानी नउटोस्, मलाई त्यो सरकारको विषय छैन। तर 5-10 वर्ष सम्पूर्ण कर्णाली प्रदेशकै जनताहरूले सेवा पाउन्। उहाँहरूले सोचेको जस्तो लखनऊ, काठमाडौँ, बाहिर देश जस्तो ठाउँ उपचार गर्थे, त्यही सन्तुष्टि कर्णाली प्रदेशमै उनीहरूले अनुभव गरोस् भन्ने म चाहन्छु। लगानी डुब्यो भन्ने मसँग सरकार यो विषय अलि मलाई डर लागेको अवस्था छैन। तर आजका युवाहरू जसले चाहिँ विदेश जानु हुँदैन, नेपालमै केही गर्नुपर्छ भन्ने तपाईँ जस्तै सोच लिएर कि बिजनेस स्टार्ट गर्छु भन्ने युवाहरूलाई चाहिँ लगानी डुब्यो भने त फेरि उनीहरूलाई गाह्रो हुन्छ नि त। सो त्यस्ता युवाहरूले चाहिँ के सोच्ने त? नेपालमै बसेर आनन्दले व्यापार व्यवसाय गर्न सकिन्छ, अझै पनि नेपालमै उद्यमशीलता गर्न सकिन्छ भन्ने कस्तो देख्नु भएको छ परिपाटी? सर्वप्रथम त पहिलो पिरियड के भन्दाखेरि आज जुन युवा नेपालमा छन् उहाँहरू बाहिर देश पलायन रहिरहँदा उहाँहरू नेपालमा छारो झाड्नलाई एउटा हिचकिचाउँछन् भने बाहिर देश गएर उहाँहरू छारो झाड्न खुसी हुन्छन्। तर इज्जत भन्ने कुरा हामीले कदापि पनि मान्नुहुन्न, किनकि हिजोको दिनमा आज छारो झाडेरै मान्छे माथिल्लो पिरियडसम्म पुगेका छन्। त्यस कारणले गर्दा मलाई लाग्छ राज्यलाई म के सन्देश दिन्छु भन्दाखेरि हामीले जुन युवाहरूको कन्सेप्ट छ उहाँलाई कदापि पनि निराश बनाउनुहुन्न। राज्यले जुन डकुमेन्ट राखेर जुन 5-10 लाख दिने निर्णय गर्यो ऊ यथावत कार्यान्वयन ल्याउनुपर्छ, किनकि युवा जनशक्ति अगाडि बढाउनुपर्छ। राज्यलाई पनि फाइदा छ र नेपालमा बस्ने युवालाई पनि फाइदा छ। किन फाइदा छ भन्दाखेरि राज्यले कर लिन पाउने भयो, उद्यमशीलता अगाडि बढ्ने भए। नेपाल कृषि प्रधान देश हो, सबैलाई थाहा भएकै कुरा छ र कृषि प्रधान देश भइरहँदा आज युवा बाहिर देश पलायन भइरहँदा हामी युवालाई त दुःख लागेको छ नि, लागेकै छ। त्यस कारणले गर्दा मैले सरकार युवाहरूलाई के भन्न चाहन्छु भन्दाखेरि सरकारले पनि युवालाई हेर्नु पर्यो। युवा आफू प्रतिबद्धता रहेर निराश कहिले नहेर हरेस नखाएर पाइलाहरू अगाडि बढाइरहनु पर्यो भनेर युवाहरूलाई म यतैबाट म सन्देश दिन चाहन्छु। हजुर पसलजी, यो कुरा गर्दै हामी लगभग कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रममा आइदिनु भयो, धेरै धेरै धन्यवाद। अन्त्यमा फेरि जाँदा जाँदै हाम्रा स्पेसली युवा साथीहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ? म युवा साथीहरूलाई के सन्देश दिन चाहन्छु भने तपाईँहरू कदापि पनि हरेस नखानुहोस्। तपाईँलाई हेर्ने राज्य निकायहरूसँग पनि आवाज उठाउनुहोस्। यो देश युवाकै हो, हामी युवाकै हो। सम्पूर्ण युवाहरूलाई विदेश पलायन हुनबाट तपाईँ रोकिनुहोस्।
नेपालमै के गर्न सकिन्छ, किनकि आज मेरो तपाईँ फर इक्जाम्पल पनि हेर्नुहोला, किनकि मैले पनि हिजोको दिन सङ्घर्ष गरेर आएको एउटा युवा हो। सम्पूर्ण युवालाई म के सन्देश, अन्तिम चरण, अब कार्यक्रमको अन्तिम चरणमा छौँ, म सम्पूर्ण युवालाई तपाईँ जोस जागरका साथ अगाडि बढ्नुहोस्। तपाईँको बुवा आमाको सपना र राज्यको सपना अवश्य नै पुरा हुनेछ भन्ने म सम्पूर्ण युवालाई यही स्टुडियोबाट एनटिभी कोहलपुरबाट म चाहिँ सन्देश दिन चाहन्छु। हस्, धन्यवाद फेरि पनि कार्यक्रममा आइदिनु भयो। हस्, धन्यवाद। हवस् त दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो पसल रोकाया राजनीतिक कर्मी, त्यसै गरी समाजसेवी र व्यवसायी। अर्को साता यस्तै एकजना प्रभावशाली युवालाई लिएर आउनेछौँ। हामीलाई आज्ञा दिनुहोस्। एनटिभी कोहलपुर हेर्दै गर्नुहोला। नमस्कार।